हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज चाहिँ म फेरि हजुरहरूको लागि एउटा नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ लक्ष्मी पूजाको भोलिपल्ट है, तिहारको तेस्रो दिन। आज चाहिँ हामी अब भाइटिकामा अब दाजुभाइलाई टिका लगाएर कोसेली दिनको लागि त रोटीहरू त चाहियो होइन। सो त्यो रोटीहरूको लागि चाहिँ अब हामी चाहिँ आज रोटीहरू बनाउँदैछौँ है त। हामी सबैजना फ्यामिली नै मिलेर रोटीहरू बनाउन जाँदैछौँ। सो बी रेडी। सुरुवात चाहिँ हाम्रो नरिवलबाट भएको छ है। नरिवल म यहाँ कोर्दैछु। सो हेरौँ है त कस्तो हुन्छ। अब म चाहिँ यहाँ नरिवल कोर्दैछु किन भन्दा अब खजुरी बनाउन लागेको छु। फर्स्टमा चाहिँ खजुरीमा त नरिवल बदाम हालेको त मिठो हुन्छ नि त। सो यहाँ नरिवल चाहिँ रेडी भइसकेको छ, मैले उयो गरिसकेको छु। अनि अब चाहिँ पालो बदामको रहेको छ। अनि बदाम पनि मैले चाहिँ यहाँ फ्राई गर्न राखिसकेको छु। हल्का रोस्ट मात्र गर्ने, फ्राई भन्दा पनि रोस्ट गर्ने। अनि अब ग्यास चाहिँ अलिक खर्च हुन्छ होइन, मैले चाहिँ आगोमा रोस्ट गर्न लागेँ है। र हाम्रो बदाम पनि रेडी भइसकेको छ। अनि अब पालो आयो, यो बदामलाई चाहिँ हामी जहिले ग्राइन्ड गर्छौँ कि। अनि बदामलाई ग्राइन्ड गरौँ। अनि र यो छ मिठा सुप है। मिठा सुप पनि खजुरीमा हाल्दा चाहिँ मिठो हुन्छ क्या। सो त्यही भएर चाहिँ अब मिठा सुपलाई पनि ग्राइन्ड गरेर मैले चाहिँ रेडी गर्दैछु। र अब मिठा सुप पनि रेडी भइसकेको छ। र अब चाहिँ हामी पिठो मुस्नतिर जान्छौँ है। मैदामा चाहिँ अघि ग्राइन्ड गरेको बदाम अनि त्यो मिठा सुप हालेर, अनि त्यसपछि अहिले चाहिँ नरिवल हाल्दैछौँ है। मम्मीले हाल्दै हुनुहुन्छ। अनि अब यसरी नै हामी चाहिँ बनाउँछौँ कि। हामी चाहिँ सबै कुराहरू ग्राइन्ड गरेर बनाउँछौँ। अनि चिनी राखेको भिडियो चाहिँ मैले चिनी राखिसकेको थिएँ। अनि त्यसपछि यो आयो हाम्रो चाहिँ मसला है। मसला पनि हाल्यो भने त अलिक मिठो हुन्छ नि त। सो त्यही भएर हामी चाहिँ मसला पनि हाल्यौँ, राख्यौँ। र अब यसलाई चाहिँ मजाले मिक्स गर्ने कि, मिक्स गर्ने। अनि थोरै घिउ त चाहियो नि अलिकति त होइन। सो त्यही भएर यो चाहिँ गाईको घिउ भएर एकदम पहेँलो देखेको छ। तर भिडियोमा जतिको पहेँलो चाहिँ थिएन है। तर पनि भिडियोमा चाहिँ पहेँलो देखियो, केही छैन, मिठो भएको थियो है राम्रोसँग। अब हामीले बनाउन जानेको चाहिँ यस्तै हो, हामी चाहिँ यसरी बनाउँछौँ। हजुरहरूले कसरी बनाउनुहुन्छ लेट मी नो है। तपाईँहरूको जसरी अब मैले पनि ट्राई गरेँ भने राम्रो बन्ला, मिठो बन्ला होइन। हामीले चाहिँ यसरी बनाउँछौँ। हामीले चाहिँ के सोध्छौँ भने जति पिठो माड्यो, जति पिठो मुस्यो त्यति धेरै राम्रो हुन्छ जस्तो लाग्छ क्या। सो त्यही भएर चाहिँ हामीले चाहिँ मजाले पिठो मुस्यौँ। अनि यतिको भइसकेपछि अब पालो थियो दुधको है। अनि हामी चाहिँ दुध पनि हाल्छौँ कि। त्यही भएर दुध राख्यौँ। दुध चाहिँ हामीले कति चाहिन्छ त्यो अनुसारले क्वान्टिटी हेरेर त्यो अनुसारले बिस्तारै दुध हाल्दै मोल्दै गर्नुपर्छ है। किन भन्दा धेरै भयो भने फेरि पिठो गिलो हुन्छ नि त। पिठो गिलो भयो भने त फेरि बनाउन सकिन्न है। त्यही भएर अनि यहाँ चाहिँ मम्मीको हात बिरामी भएको कारणले चाहिँ भाइले मुस्न लगाएको पिठो। अनि म चाहिँ भिडियो बनाउँदै थिएँ है। अनि भाइले पिठो पनि मुसेर रेडी गर्यो। र हामी चाहिँ त्यो पिठोलाई चाहिँ हामी रेस्ट गर्न दियौँ है। लगभग आधी घन्टादेखि 45 मिनटसम्म हामी चाहिँ पिठो राख्न दियौँ। किन भन्दा त्यो पिठो पनि फुल्छ नि त, फुलेपछि पनि अलिक राम्रो बन्छ भनेर। सो आधी घन्टापछि हेर्दा चाहिँ पिठो यस्तो भएको थियो। अनि हामीले चाहिँ अब डो बनाउनतिर लाग्यौँ। र मैले चाहिँ भित्र बेल्दै थिएँ। अनि यता बाहिर चाहिँ मम्मीले बनाउँदै हुनुहुन्थ्यो है। राम्रो भएको थियो। हामी चाहिँ गिलासले काटेर बनाउँछौँ कि यसरी। अनि यता बाहिर मम्मीले पकाउँदै हुनुहुन्थ्यो, म भित्र बेल्ने, मम्मीले बाहिर पकाउने गरेर हामीले चाहिँ खजुरी है, खजुरी रोटी रेडी गऱ्यौँ। हामीले चाहिँ खजुरी भन्छौँ, हजुरले के भन्नुहुन्छ। अनि भाइले पनि बेल्यो। त्यही बिचमा चाहिँ यहाँ अन्डसाको लागि पनि रेडी गर्दै थियौँ है। आज अन्डसा र खजुरी बनाउने भनेर अन्डसाको लागि चाहिँ चामल भिजाउन हालिदिएको थिएँ। त्यो चामललाई तारेर अहिले चाहिँ एकैछिन भने ड्राई गर्नुपर्छ, एयर ड्राई गर्नुपर्छ भनेर चाहिँ मैले यो टेबलमा फिजाइदिएँ। र त्यो चामललाई चाहिँ मैले ग्राइन्ड गरेर मसिनो पारेँ है। किन भन्दा अन्डसालाई त मसिनो चाहिन्छ पिठो भन्न भएर एकदम मसिनो बनाएर मैले चाहिँ ग्राइन्ड गर्दै थिएँ। मम्मीले चाहिँ त्यहाँ चाल्दै हुनुहुन्थ्यो। र अनि चिनी र पिठोको चाहिँ क्वान्टिटी एकदम मिल्नुपर्छ भनेको हुनाले अनि मैले चाहिँ त्यहाँनिर पिठो कति छ त्यो नापेर त्यही अनुसारको चिनीलाई पनि नापेर रेडी गराएँ है। त्यसपछि अब पालो रहेको छ हाम्रो मिक्सचरको है। हामीले चाहिँ पिठो 3 भाग छ भने 1 भाग चाहिँ हामीले चिनी राख्छौँ कि यसको लागि होइन। त्यही भएर हाम्रो 3 कचौरा हाम्रो पिठो भएको थियो। त्यही भएर हामीले चाहिँ 1 कचौरा चाहिँ चिनी राख्यौँ है। चिनीलाई पनि मस्त ग्राइन्ड गराएर राखेको थियौँ। अनि यता यहाँ खजुरी बन्दै थियो, खजुरी पाक्दै थियो। उता चाहिँ हामीले अन्डसाको लागि भनेर पिठो मुसेर एकदम रेडी बनाएर राखेको थियौँ। आज चाहिँ हामी फ्यामिली सबैजना मिलेर गरे हो। यहाँ आमाले बनाउँदै हुनुहुन्छ, पल्टाउँदै हुनुहुन्छ है। अब खजुरी पनि एकदम राम्रो, एकदम मिठो भएको थियो।
र अनरसा पनि एकदम राम्रो हुन्छ भन्ने आशाले गरेर हामी आश लिएर बनाउँदैछौँ है। हेरौँ कस्तो हुन्छ। मैले यहाँ भिडियोमा पनि राख्ने नै छु। यो चाहिँ हाम्रो खजुरी रहेको छ, एकदमै मिठो भएको थियो। त्यसै गरी यहाँ अनरसाको पिठो पनि यता मम्मी मुस्दै हुनुहुन्थ्यो। हामी चाहिँ एकदम मजाले मार्नुपर्छ, एकदम मजाले मुस्नुपर्छ भनेर हामी चाहिँ मजाले मार्छौँ पिठोलाई है। अनि यो पिठोलाई पनि एकछिन रेस्ट गर्न दिनुपर्छ अरे के भनेर हामीले चाहिँ यो पिठोलाई 3 घन्टाको लागि भनेर रेस्ट गर्न दियौँ है। त्यसपछि अनि 3 घन्टापछि खोलेर हेर्दा चाहिँ पिठो एकदमै रेडी पोजिसनमा थियो क्या, अलिकति फुलेको जस्तो पनि भइसकेको थियो। सो अनि त्यही अनुसार त्यही बेलामा चाहिँ यता मम्मीले यता पकाउँदै हुनुहुन्थ्यो, मैले उता बनाइदिँदै थिएँ। अब हामीले चाहिँ मिलिजुली गऱ्यौँ। यता आमालाई चाहिँ डो बनाएर दिँदै हुनुहुन्थ्यो, त्यहाँ मैले बनाएँ, मम्मीले पकाउनु भयो है। सबैजना मिलेर गऱ्यौँ। दिन पनि कति छिटो जाने कि है, 2 थरी मात्र बनाउँदाखेरि नै रात परिसकेको थियो कि। सो हाम्रो अनरसा पनि अब लगभग रेडी भइसकेको थियो है। यो चाहिँ अन्तिम अनरसा, हाम्रो चाहिँ अनरसा यस्तो बनेको थियो। र अब आजको लागि चाहिँ यति नै। आज चाहिँ हामीले खजुरी र अनरसा बनायौँ। बिहानदेखि बेलुकासम्म लाएर बनायौँ होइन, किन भन्दा हिजो बेलुका हामीले चामल भिजाउन हाल्न बिर्सेछौँ अनरसाको लागि। सो त्यही भएर अनरसा बनाउन चाहिँ ढिला भयो आज। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मन परेमा लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, र डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल। थ्याङ्क यू सो मच गाइज, थ्याङ्क यू फर वाचिङ, बाई बाई, सी यू इन नेक्स्ट भिडियो।